मैले अस्ति नै होइन गाइज। अनि आज चाहिँ हामीहरू आमालाई गाउँ लैजान्छौँ कि हाम्रो सिलबारी कि स्याङ्जामै हो गाइजहरू। अनि चाहिँ हामीहरू आज गाउँ जाने। अनि गाउँमा चाहिँ दिदी दादाहरू हुन्छ है त, यसले हामीहरू भ्यू देखाउँछौँ गाउँको हुन्छ गाइज। बा आमा म बुनु मम्मी जाँदैछौँ। I miss you, Daddy. बाबा र म बस्नेछौँ। हामी घरमा जाने भन। बुनु चाहिँ यहाँ कसरी लाउँदै हुनुहुन्छ बुनु? बुनु हो त्यसरी आऊ आऊ बुनु भन न। उनलाई भनिदिए ल्याइहाल्छ। ए आले तिनलाई भयो त भयो। टेन्सन छैन। हिराको भात भयो, बाख्राको भात भयो। बहिनी चाहिँ भर्खरै सुतेर उठ्नुभयो। रश्मिका हेलो गर कायम गाइजहरू म चाहिँ सुतेको थिएँ र मम्मीले चाहिँ भिडियो खिच्नु भयो रहेछ गाइजहरू। गाइज हामीहरू वनमा छौँ। कहाँको वन भन्दै बेजाङको वनमा छौँ भन। ल बेजाङको वन भन भन। वनको वनमा छौँ। हामीहरू गाउँ गएपछि सरदा गाइड भन्नु न। ल गर्दै लगाइदिएर बाबाई रिसाथी त भाइ भने मैले नो 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 पसम्म दिएन मम्मा भन मम्मा भन बसेछन् न उसलाई मिलेछन् न ठुलासित बसेछन् पकाएर खान्छन् अलग्गै पकाएर खान्छन् तिनीहरूले बाबु पापा भोलि आउन ठ्याक्क हात खुट्टा नचल्ने दिन छोराले उद्धार गर्ने कि हामी गएर गर्ने त्यतिमा चाहिँ झगडा अझै काट्छु र मार्छु अन्त बाबु जानु ए नर्जिङ बा भन नर्जिङ कता त लिन्छ त्यसलाई त्यो दिनु त यसले भात यो गरेको ठाउँ बसेछन्। गाइजहरू बुनुले बहिनीले चाहिँ आफ्नो ब्लग बनाउँदैछ। हो त्यसरी मसित हो उता कता कता हिँड्दै त्यस्तो हुने रहेछ देख्नु भन बाले चिन्नुहुन्न कि हामी ठ्याक्कै रासरमा आयौँ भन न। गाइजहरू मेरो गाउँको हजुरलाई कस्तो लाग्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला। भन गाइजहरू हामीहरू कन्सेप्ट आइसक्यो। मेरो ड्याडीले पढेको स्कुलतिर आइसक्यो भन। मेरो केटीले पढेको स्कुलमा आइयो गाइस। मेरो ड्याडीले पढेको स्कुल त आइहाल्यो नि। ए दिदीले पढेको स्कुलमा आइसक्यो। बाबा मेरो ड्याडीले पढेको स्कुल हेर्नुहोस्।
जन्मेको ठाउँ आइसक्यो गाईहरू मेरो सिलगढी आयो भन न भन्नु नि एकचोटि गाइस यो डान्सारा हो डान्सा जर पनि हाम्रो गाउँ घुम्नको लागि आउनु सबैजना मिलेर बाबु यसो भन यता हेर हामी सिलगढी सुरु भइसक्यो हामी सिलगढी आइसक्यो ल भन भन यो त फर्केर भन मेरो जन्म ठाउँ यहीँ हो अगाडि हेर्नुहोस् भन न अगाडि मेरो स्कुलहरू भन्नु दिस इज आवर होम टाउन भन न अलि उतै लैजाउँ है उतै भइजान्छ कि ट्याक्सी गर्छौँ ट्याक्सी ल भन्दै गाइजलाई ऊ देखाइदेऊ न उता पारी यो हाल छिटो उता देखाउ न एउटा तपाईँले त्यहाँ राखेको छ दुध हाल्यौ अलि चर्को भन यता हेर र आमालाई छोडेर देख्यौ बाह्र दिदीले कस्तो माया गर्नुहुन्छ आमालाई हेर्न यो बुनु अब आउँदैछ हाम्रो यो पर्यटन सुरुवाततिर होमस्टे सुरुवाततिर आज बासा यही पालितिर बस्ने ठाउँ हामी भन्ने मलाई लागेको छ पानी त कुनै यहाँ त्यो ठाउँमा पर्दैन अब तल परेको छ होइन ए यिनी ल भन हामी हाम्रो घर आइसक्यौँ आउन लाग्छौँ भन हेलो गाइज भन त तिमी खेतल खान्थी होइन हजुर ल मम्मी चाहिँ 1 महिनामा घर आउनुभयो 1.5 महिनै हुन लाग्यो रश्मिका चाहिँ घर पुगिसकिन् सानी यहाँ बासा हिँड्दैछन् हुन्छ हिँड्छु भने आत्तिनु भएको गाउँ देख्न घर देख्न मम्मी सानी के अरे मसन दाईको बास गुल्ट्यो अरे ले यता हेरेर भन त के रहेछ भन हेलो गाइज मेरो बा जन्मेको घर हो बहिनीले भन्नलाई छु मातेर यो त माथि यो मातेपछि यसको
हजुरहरूले त मलाई छिटो गाइस मेरो घरको फ्लावर्स हेर्नुहोस् हाम्रो घरको मन्दिर नमस्ते गर्नुहोस् नमस्ते गर यता हेर्नुहोस् यता आमालाई हेर हेर्नुहोस् ल गाइजहरू यिनी चाहिँ थाकेरै यता 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 आइज अङ्कलसँग जाऊ त यो त यस्तै हो कि बहिनीलाई त